ल विद्यार्थी भाइ बहिनीहरूको हालखबर के छ कसो छ होइन। अब एनइबी बोर्ड इक्जाम सकिएर पनि होइन धेरै लामो समय बिदामा बसिसकेर पनि लगभग तिमीहरूको अहिले कलेजहरू खुलिसक्यो होला होइन। सबै भाइ बहिनीहरू ब्याचलर जोइन गरेर सिनियरको भाइब्स आइसक्यो होला होइन। के कसो हुँदैछ होइन, कलेजमा के कस्तो हुँदैछ पढाइहरू, तिमीहरूको नयाँ नौलो हालखबरहरू के छ। धेरै पछि चाहिँ हामीले चाहिँ तिमीहरूको लागि चाहिँ इन्जिनियरिङ म्याथमेटिक्समा रहेको चाहिँ पार्ट 1 इयर 1 को चाहिँ पार्ट 1 मा भएको इन्जिनियरिङ म्याथमेटिक्सको चाहिँ डेरिभेटिभ एन्ड एप्लिकेसनबाट चाहिँ इक्जाममा सोधिने इम्पोर्टेन्ट क्वेसनहरू र यसमा के कस्ता क्वेसनहरू आउँछ होइन, यसको सिलेबसले चाहिँ कति मार्क्स चाहिँ कभर गर्छ होइन, इक्जाममा यो च्याप्टरबाट कति मार्क्सको क्वेसन आउँछ भन्ने कुरा चाहिँ आजको हामी यस भिडियोमा चाहिँ डिटेल रूपमा चाहिँ डिस्कसन गर्नेछौँ है त। मैले चाहिँ अस्ति अस्ति भर्खर नै चाहिँ टिकटकमा चाहिँ के गर्थेँ, मोन्टेसरी भिजुअलाइजेसन अब इन्जिनियरिङ हब एनइबी हबबाट चाहिँ अब इन्जिनियरिङमा सिफ्ट भएका हाम्रा भाइ बहिनीहरूको लागि चाहिँ इन्जिनियरिङ हब भनेर हामीले नयाँ अकाउन्ट ओपन गरेको छौँ होइन। त्यसमा चाहिँ मैले के गरेको थिएँ भन्दाखेरि चाहिँ प्रत्येक च्याप्टरमा भएका चाहिँ यसका इम्पोर्टेन्ट क्वेसनहरू चाहिँ अपलोड गरिदिएका थिएँ। जस्तै डेरिभेटिभ्स एन्ड इट एप्लिकेसनबाट चाहिँ तिम्रो इक्जाममा कति मार्क्सको क्वेसन सोध्छ त है, इक्जाममा तिमीलाई कति मार्क्सको क्वेसन सोध्छ भनेर चाहिँ मैले त पुरै इक्जाममा भएका चाहिँ क्वेसन सिटहरू नै तिमीहरूलाई चाहिँ त्यहाँ भिडियोमा चाहिँ अपलोड गरिदिएको थिएँ। जस्तै म्याक्लरन सिरिजबाट के कस्तो क्वेसनहरू सोध्छ होइन, त्यहाँभन्दा पछाडिको कोनिक सेक्सनहरूबाट के कस्तो क्वेसनहरू सोध्छ भनेर मैले चाहिँ तिमीहरूलाई चाहिँ त्यो के भन्छ अरे चाहिँ त्यसमा सोधिने चाहिँ इक्जामका चाहिँ क्वेसन प्याटर्नहरू प्लस त्यसमा इम्पोर्टेन्ट क्वेसनहरू चाहिँ मैले अपलोड गरिदिइसकेको छु। यदि तिमीले हेरेको छैन भने यहाँबाट नै हेर्न सक्छौ होइन। जस्तै तिम्रो फर्स्ट च्याप्टर भनेको तिम्रो के भन्दाखेरि डेरिभेटिभ इन इट एप्लिकेसन र यहाँबाट तिमीलाई सोधिने भनेको टोटल 14 मार्क्सको क्वेसन हो है। न्यू सिलेबस अपडेट भइसकेपछि चाहिँ तिमीलाई सोधिने यहाँबाट चाहिँ 14 मार्क्सको टेस्ट हो। त्यहाँ 14 मार्क्सको टेस्ट भन्दा पनि 14 मार्क्सको इक्जाम भनौँ न होइन, तिमीहरूको यो वर्षमा एकचोटि हुने इक्जाम भने जस्तै यहाँ त के हुन्छ 6 महिनामा एकचोटि चाहिँ इक्जाम हुन्छ है। 2 मार्क्स हो भनेको त तिमीलाई सर्ट क्वेसन एन्सर सोध्छ भनेको खोजेको हो यहाँबाट है, सर्ट क्वेसनहरू सोध्छ र 4 मार्क्स हो भनेको त तिमीलाई के हो लङ क्वेसनहरू सोध्छ है। ढिला नगरिकन अब हामी चाहिँ विषयवस्तुतिर चाहिँ प्रवेश गरिहालौँ। सबैभन्दा सुरुमा इन्डिटर्मिनेट फर्म भनेको के हो त है, लिमिटेड क्वेसनहरू सल्भ गर्नुभन्दा अगाडि चाहिँ हामीलाई चाहिँ यो बेसिक टर्मिनोलोजी अथवा चाहिँ यो बेसिक कुराहरू चाहिँ थाहा हुनुपर्छ है। बेसिक कुराहरू नै थाहा छैन भने त हामीले कसरी पनि यसलाई चाहिँ सल्भ गर्न सकिँदैन। नाममै इन्डिटर्मिनेन्ट फर्म छ है, नाममै इन्डिटर्मिनेन्ट फर्म छ। के छ भन्दाखेरि जस्तो काइन्ड्स अफ फर्म जसको चाहिँ लिमिटिङ भ्यालु चाहिँ हामीले चाहिँ डाइरेक्ट सब्स्टिट्युसन गरेर चाहिँ इभ्यालुएट गर्न सकिँदैन भने त्यस्तो काइन्ड्स अफ फर्म अथवा त्यस्तो काइन्ड्स अफ फङ्सनलाई चाहिँ हामीले के भनिँदो रहेछ भाइ बहिनीहरू इन्डिटर्मिनेन्ट फर्म भनिँदो रहेछ। इन्डिटर्मिनेन्ट फर्म भनेर तिमीलाई 11 12 मा पनि पढिसकेको छौ। यसलाई चाहिँ इभ्यालुएट गर्ने चाहिँ तिमीलाई एल हस्पिटल रुल पनि पढिसकेको छौ होइन। डिफ्रेन्ट काइन्ड्स अफ टेक्निकहरू र मेथडहरूले चाहिँ हामीले चाहिँ यस्ता इन्डिटर्मिनेन्ट फर्महरूलाई चाहिँ क्यालकुलेसन गर्न सकिन्छ होइन। यो कुरा त हामीले 11 12 मा नै पढेर आइसकेको कुरो हो। अब 11 12 भन्दा बेसिक यहाँनिर अलिकति के थपिन्छ भन्दाखेरि हामीले 11 12 मा एउटा दुईटा मात्र डिफ्रेन्ट काइन्ड्स अफ इन्डिटर्मिनेन्ट फर्महरू चाहिँ पढेका थियौँ है। यहाँनिर चाहिँ हाम्रो टोटल 7 वटा चाहिँ 7 डिफ्रेन्ट काइन्ड्स अफ इन्डिटर्मिनेन्ट फर्महरू छ है, जसको चाहिँ हामीले चाहिँ लिमिटिङ भ्यालुलाई चाहिँ के गर्नुपर्ने हुन्छ भाइ बहिनीहरू इभ्यालुएट गर्नुपर्ने हुन्छ है। अब इन्डिटर्मिनेन्ट फर्म भनेको त हामीले बुझिहाल्यौँ होइन, एउटा एक्सप्रेसन हो जसमा चाहिँ हामीले लिमिटिङ भ्यालुलाई चाहिँ डाइरेक्ट सब्स्टिट्युसन गरेर त्यहाँबाट चाहिँ हामीले चाहिँ लिमिटिङ भ्यालुलाई क्यालकुलेट गर्न सकिँदैन भने त्यस्तो काइन्ड्स अफ फङ्सनलाई चाहिँ हामीले के भनिँदो रहेछ भाइ बहिनीहरू इन्डिटर्मिनेन्ट फर्म भनिँदो रहेछ। इन्डिटर्मिनेन्ट फर्मलाई चाहिँ अब हामीले चाहिँ फर्दर सिम्प्लिफिकेसन मेथड युज गरेर चाहिँ हामीले यसलाई के गर्न सकिन्छ सल्भ गर्न सकिन्छ। इक्जाममा सोधिरहने तिमीलाई यो डेफिनेसनहरू पनि सोधिरहन सक्छ है, डेफिनेसनहरू पनि तिमीले हेर्न सक्छौ। कमन इन्डिटर्मिनेन्ट फर्म भनेको देयर आर 7 डिफ्रेन्ट काइन्ड्स अफ इन्डिटर्मिनेन्ट फर्म। 0/0 भनेको यो के हो आफैमा एउटा इन्डिटर्मिनेन्ट फर्म हो। 0/0 भनेको हामीले कति हो यसलाई डिटर्माइन गर्न सकिन्छ त भाइ बहिनीहरू सकिँदैन हो। डिफ्रेन्ट काइन्ड्स अफ इन्डिटर्मिनेन्ट फर्महरू छ। यो डिफ्रेन्ट काइन्ड्स अफ इन्डिटर्मिनेन्ट फर्महरूलाई चाहिँ हामीले चाहिँ फर्दर सिम्प्लिफिकेसन गरेर चाहिँ यसको चाहिँ लिमिटिङ भ्यालुलाई चाहिँ हामीले के गर्नुपर्ने हुन्छ क्यालकुलेट गर्नुपर्ने हुन्छ है। अब लिमिटिङ ल अब यस्तो इन्डिटर्मिनेन्ट फर्मलाई चाहिँ हामीले चाहिँ कसरी इभ्यालुएट गर्ने त है। हामीलाई त क्वेसन सोधेको यस्तो हुन्छ जस्तै यहाँनिर हेर त लिमिट एक्स टेन्स टु 0 तिमीलाई के दिएको रहेछ भाइ बहिनीहरू लिमिट के दिएको रहेछ हेर त लिमिट एक्स टेन्स टु 0 tan x / x भनेको त तिम्रो के हो tan x / x 1/x स्क्वायर। ल हेर त एउटा लिमिटिङ भ्यालु दिएको रहेछ र यो लिमिटिङ भ्यालुको चाहिँ हामीले के गर्नुपर्ने रहेछ भ्यालु निकाल्न पर्ने रहेछ है। tan x / x भनेको त तिमीले चाहिँ ट्रिग्नोमेट्रिक फङ्सनको चाहिँ प्रपर्टी पढेको थियो कि थिएन, लिमिट थीटा टेन्स टु 0 लिमिट थीटा टेन्स टु 0 sin थीटा / थीटा भनेको भाइ बहिनीहरू कति हो 1 हो। लिमिट थीटा टेन्स टु 0 लिमिट थीटा टेन्स टु 0 के हो भाइ बहिनीहरू tan थीटा / थीटा भनेको त तिम्रो कति हो 0 हो। ए 0 रे 1 हो। अहिले थीटाको रोल केले प्ले गरिरहेको छ एक्सले प्ले गरिरहेको छ हेर त। यो भनेको त 1 tan x / x भनेको त कति हुन्छ 1/x स्क्वायर 1/x को पावर 0 को स्क्वायर भनेको 1/0 1/0 भनेको त के हो 1 को पावर इन्फिनिटी 1 को पावर इन्फिनिटी भनेको त यो के हो आफैमा एउटा इन्डिटर्मिनेन्ट फर्म हो। इन्डिटर्मिनेन्ट फर्मलाई चाहिँ अब हामीले के गर्नु पर्यो फर्दर सल्भ गर्नु पर्यो। अब फर्दर सल्भ गर्नको लागि चाहिँ हामीले पढेको टेक्निक भनेको एल हस्पिटल रुल भनेर पढेको हो। एल हस्पिटल रुलमा चाहिँ तिमीले के पढेको थियौ भाइ बहिनीहरू ल मलाई भन त। एल हस्पिटल रुलमा चाहिँ तिमीले के भनेको थियौ यदि हस्पिटल रुलमा चाहिँ तिमीले के पढेको थियौ भन्दाखेरि है इफ अ लिमिट गिभ द इन्डिटर्मिनेन्ट फर्म यदि लिमिटले इन्डिटर्मिनेन्ट फर्म 0/0 अथवा इन्फिनिटी दिन्छ भने है यस्तो काइन्ड्स अफ फङ्सनमा यस्तो काइन्ड्स अफ फङ्सनलाई चाहिँ हामीले के गर्न सकिन्छ डेरिभेटिभ गरेर चाहिँ हामीले चाहिँ के गर्न सकिन्छ लिमिटलाई चाहिँ फर्दर इभ्यालुएट गर्न सकिन्छ है। तिमीले एल हस्पिटल रुलमा पढेको कुरा त यति हो नि होइन र हो। यदि कुनै पनि एउटा के हो लिमिटले चाहिँ इन्डिटर्मिनेन्ट फर्म लिन्छ 0/0 अथवा इन्फिनिटी यो दुईटा मात्र फर्म लिन्छ भने बल्ल हामीले के युज गर्न सकिन्छ भाइ बहिनीहरू एल हस्पिटल रुल युज गर्न सकिन्छ। जस्तै के गर्न सकिन्छ इन्फिनिटी माइनस इन्फिनिटी आउन सक्छ होइन।
होइन हो कि होइन हो 0 को पावर इन्फिनिटी आउन सक्छ हो कि होइन हो यस्तो काइन्ड्स अफ फर्ममा चाहिँ हामीले के गर्न सकिँदैन एल हस्पिटल रुल चाहिँ के गर्न सकिँदैन भाइ बहिनीहरू युज गर्न सकिँदैन यस्तो बेलामा चाहिँ हामीले एल हस्पिटल रुल चाहिँ के गर्न सकिँदैन युज गर्न सकिँदैन है यो त तिमीहरूले एक्जाममा पढि नै सकेको छौ होइन यसलाई चाहिँ मैले फर्दर कसरी के गर्ने भनेर चाहिँ तिमीहरूले भनिराख्न पर्दैन होइन यो त तिमीले क्लास 12 देखि नै पढ्दै आएको कुरो हो नि होइन र ल हामी चाहिँ यहाँनिर चाहिँ एक्जाममा धेरै सोधिरहने है तिमीहरूले पास्ट क्वेसन PYQ लाई हेर्ने भने चाहिँ तिमीलाई धेरै सोधिरहने क्वेसन भनेको लिमिट एक्सटेन्स 0 sin x by 1 by x को पावर कति हो है यसको लिमिटिङ भ्यालु निकाल्न सोधिरहेको हुन्छ 1 by x स्क्वायर को सोधिरहेको छ लिमिट एक्सटेन्स 0 tan x by x 1 को पावर 1 by x यो क्वेसन सोधिरहेको हुन्छ है तिमीहरूलाई चाहिँ तिमीहरूले PYQ पल्टाएर हेर्ने भने चाहिँ यो डिफ्रेन्ट काइन्ड्स अफ क्वेसनहरू चाहिँ सोधिरहेको छ है ल यहाँ मध्ये चाहिँ अब एउटा क्वेसनलाई कसरी सल्भ गर्ने भनेर चाहिँ म आजको यस भिडियोमा चाहिँ डिस्कस गर्छु है अब अरू कुरो त हामी बिस्तारै बिस्तारै नै अब पुरै भिडियो नै लिएर आउनेछौँ नि होइन ल आजको यस भिडियोमा चाहिँ हामी एउटा क्वेसन मात्र सल्भ गरेर हेरौँ न है तिमीहरूलाई आइ नै हाल्छ सल्भ गर्नको लागि जस्तै हेर त के दिएको रहेछ भाइ बहिनीहरू लिमिट एक्सटेन्स टु 0 है लिमिट एक्सटेन्स टु 0 tan x by x है लिमिट एक्सटेन्स टु 0 tan x by x यसको पावर 1 by x छ भने यसको चाहिँ हामीले के गर्नु पर्यो लिमिटिङ भ्यालु क्याल्कुलेट गर्नु पर्यो ट्रिग्नोमेट्रिक फङ्सनको लिमिटको ट्रिग्नोमेट्रिक फङ्सनमा चाहिँ तिमीले पढेको एउटा प्रपर्टी भनेको लिमिट एक्सटेन्स टु 0 tan x by x भनेर तिमीले पढेको कति पढेको थियो भाइ बहिनीहरू 1 पढेको थियो है 1 by 1 1 by 0 भनेको त के हो यसले चाहिँ के दियो भाइ बहिनीहरू 1 को पावर इन्फिनिटी भनेको त इन्डिटर्मिनेन्ट फर्म हो है यसलाई चाहिँ हामीले फर्दर के गर्न सकिँदैन भाइ बहिनीहरू सल्भ गर्न सकिँदैन है अब यस्तो काइन्ड्स अफ प्रब्लमलाई चाहिँ के गर्ने हो कसरी सल्भ गर्ने हो त सबैभन्दा सुरुमा लेट y इज इक्वल टु लिमिट एक्सटेन्स टु 0 है लिमिट एक्सटेन्स टु 0 tan x by x यसको पावर कति हुन्छ भाइ बहिनीहरू 1 by x हो अब हामीले के गरिदिने भन्दाखेरि टेकिङ लग अन बोथ साइड है टेकिङ लग अन बोथ साइड अब हामीले के गर्नु पर्यो दुवैतिर लग लिदिने भने भाइ बहिनीहरू के हुन्छ लग y इज इक्वल टु लिमिट एक्सटेन्स टु 0 के हुन्छ यहाँ भन त tan x by x को पावर कति हुन्छ भाइ बहिनीहरू tan x by x को पावर कति हुन्छ त सबैभन्दा सुरुमा त लग नै लिनु पर्यो नि ल हेर त के हुन्छ भाइ बहिनीहरू लग tan x by x x को पावर कति हुन्छ भाइ बहिनीहरू 1 by x हुन्छ है अब यो के हुन्छ भाइ बहिनीहरू log y इज इक्वल टु लिमिट एक्सटेन्स टु 0 तिमीले डेरिभेटिभको फर्स्ट एक्सरसाइज है डेरिभेटिभको फर्स्ट एक्सरसाइजमा पढेको क्वेसन हो कि होइन यो हो त्यति बेला तिमीले सर्ट अथवा चाहिँ थोरै तिमीहरूलाई चाहिँ इन्डिटर्मिनेन्ट फर्महरू अथवा यो लिमिटहरू लिएर गर्ने क्वेसनहरू चाहिँ त्यति साह्रो लेन्दी हुन्थेन है त्यही कुरा चाहिँ अहिले ब्याचलरमा आएर चाहिँ लेन्दी भएको है अरू केही होइन नयाँ नौलो कुरा केही हो त केही पनि होइन अब तिमीहरूलाई लगको एउटा प्रपर्टी थाहा छँदैछ होइन यो पावरमा भएको कुरा चाहिँ के आउँछ भाइ बहिनीहरू अगाडि आउँछ 1 by x यो भनेको लग के हुन्छ भाइ बहिनीहरू tan x by x हुन्छ ल हेर त अझै पनि यसले के लिइरहेको छ भाइ बहिनीहरू अझै पनि यसले चाहिँ इन्डिटर्मिनेन्ट फर्म चाहिँ दिइरहेको छ हो कि होइन हो अझै पनि यसले इन्डिटर्मिनेन्ट फर्म चाहिँ दिइरहेको छ भनेपछि अझै हामीले यसलाई के गर्नु पर्यो फर्दर सिम्प्लिफाई गर्नको लागि log y इज इक्वल टु लिमिट एक्सटेन्स टु 0 है तिमीले पढेको एउटा लगको प्रपर्टी के हो भाइ बहिनीहरू log a by b को प्रपर्टी तिमीले के पढेको थियो log a minus log b हो कि होइन मलाई भन त log a minus log b भनेर तिमीले पढेको हो कि होइन हो यो x भनेको त के हुन्छ तिम्रो डिनोमिनेटरमा जाने भयो ठिक छ नि ल हेर त यो एक्सलाई चाहिँ मैले के गरिदिन्छु भन्दाखेरि ल हेर है माथिको लिमिटलाई म सेपरेट गरिदिन्छु भाइ बहिनीहरू लग के हुन्छ हेर त tan x माइनस के हुन्छ भाइ बहिनीहरू log x डिभाइडेड बाई के हुन्छ हेर त x है ल हेर त बल्ल यो केमा जाने भयो भाइ बहिनीहरू 0 by 0 को फर्ममा जाने भयो बल्ल हामीले चाहिँ के गर्न सकिन्छ बल्ल हामीले चाहिँ के गर्न सकिन्छ एल हस्पिटल रुल युज गर्न सकिन्छ है बल्ल हामीले के गर्न सक्यो एल हस्पिटल रुल युज गर्न सक्यो अब के गरिदिने भयो भाइ बहिनीहरू के हो युजिङ एल हस्पिटल रुल युजिङ एल हस्पिटल रुल अब के गरिदिने तिमीले एल हस्पिटल रुल लगाइदिने हो ल हेर त भाइ बहिनीहरू लग y इज इक्वल टु लिमिट एक्सटेन्स टु 0 लग tan x को डेरिभेटिभ तिमीले भाइ बहिनीहरू तिमीहरूलाई लगको मैले यसरी डेरिभेटिभ सिकाउन पर्यो भन्दाखेरि मजा आउँदैन है लग x को डेरिभेटिभ भनेको तिम्रो के हो 1 by x अहिले एक्समा एक्सको रोल केले प्ले गरिरहेको छ भनेपछि tan x ले प्ले गरिरहेको छ अब हामीले के गर्नु पर्यो भाइ बहिनीहरू चेन रुल लगाउनु पर्यो है लग tan x को हामीले के गर्नु पर्यो भाइ बहिनीहरू डेरिभेटिभ गर्नु पर्यो के छ यहाँनिर कुन चाहिँ फङ्सन छ हेर त आर्गुमेन्टमा जे फङ्सन छ त्यसैको रेस्पेक्टमा के गर्नु पर्यो भाइ बहिनीहरू डेरिभेटिभ गर्नु पर्यो फेरि tan x लाई के गर्नु पर्यो भाइ बहिनीहरू tan x लाई फेरि x को रेस्पेक्टमा डेरिभेटिभ गर्नु पर्यो ल हेर त डेरिभेटिभ अफ log tan x भनेको त के हुन्छ log x को डेरिभेटिभ हाम्रो के 1 by x हो x को रोल अहिले केले प्ले गरिरहेको छ tan x ले प्ले गरिरहेको छ 1 by tan x इन्टु tan को डेरिभेटिभ भाइ बहिनीहरू के हो sec स्क्वायर x हो है यसरी डेरिभेटिभ पढाउनु पर्यो भन्दा मजा आउँदैन है मजा आउँदैन फेरि ब्याचलर लेभलमा पुगिसकेको मान्छेलाई यसरी मैले यो फेरि 11 12 मा जसरी डेरिभेटिभ गर्न लागे भन्दा मजै आउँदैन नि मजा आउने भयो त आउने भनेलाई त्यो ड्याङ उडाउने हो भाइ बहिनीहरू है sec स्क्वायर x हुने भयो इन्टु माइनस log x को डेरिभेटिभ भनेको त तिम्रो के 1 by x को डेरिभेटिभ भनेको त के हो भाइ बहिनीहरू 1 हो ल हेर त अब के गर्न सकिन्छ थोरै सिम्प्लिफाई गर्न सकिन्छ भने सिम्प्लिफाई गरौँ लिमिट के छ भाइ बहिनीहरू लिमिट एक्सटेन्स टु 0 यहाँनिर तलपट्टिको 1 by sin x tan x भनेको त के हुन्छ भाइ बहिनीहरू sin x बाई तिम्रो के हुन्छ cos x हुन्छ है इन्टु सेक स्क्वायर एक्स भनेको त के हो 1 by cos स्क्वायर एक्स माइनस 1 by x भयो डिभाइड बाई 1 भनेको त त्यो मतलबै भएन नि है लिमिट एक्सटेन्स टु 0 मैले एकै स्टेपमा लेखिदिएको भने यो cos चाहिँ के हुन्छ भाइ बहिनीहरू उल्टेर माथि जान्छ cos x डिभाइडेड बाई तिम्रो के हुन्छ sin x इन्टु 1 by के हुन्छ भाइ बहिनीहरू cos स्क्वायर एक्स माइनस 1 by x हुने भयो हेर त एउटा cos र एउटा cosले एउटा cos क्यान्सल आउट भयो कि भएन भयो है यतिसम्म त तिमीहरूको दिमागले भ्याइरहेको हुन्छ नि भ्याउन पर्छ लिमिट log y इज इक्वल टु लिमिट एक्सटेन्स टु 0 1 by के हुन्छ हेर त भाइ बहिनीहरू sin x इन्टु cos x माइनस
1 बाई एक्स ल हेर त भाइ बहिनीहरू साइन एक्स भनेको एक्सको ठाउँमा 0 हाला साइन 0 भनेको 0 0 इन्टु 1 भनेको 0 1 बाई 0 भनेको तिम्रो के हुन्छ भाइ बहिनीहरू इन्फिनिटी माइनस 1 बाई 0 भनेको इन्फिनिटी इन्फिनिटी माइनस इन्फिनिटी आएको छ यहाँनिर हेर है इन्फिनिटी माइनस इन्फिनिटी आइसकेको छ भनेपछि फर्दर यसलाई चाहिँ हामीले लिमिटलाई चाहिँ एल हस्पिटल रुल युज गरेर सल्भ गर्न सकिन्छ त सकिँदैन यस्तो बेलामा फेरि हामीले के गर्न पर्ने हुन्छ टर्महरूलाई चाहिँ एरेन्ज गर्न पर्ने हुन्छ है एल हस्पिटल रुल भनेको त हामीले के पढेको 0 बाई 0 अथवा चाहिँ इन्फिनिटी बाई इन्फिनिटी यो दुईटा केसमा मात्र हामीले के गर्न सकिन्छ भाइ बहिनीहरू एल हस्पिटल रुल युज गर्न सकिन्छ यहाँनिर त हेर त इन्फिनिटी माइनस इन्फिनिटी आएको छ इन्फिनिटी माइनस इन्फिनिटीको बेलामा चाहिँ हामीले एल हस्पिटल रुल युज गर्न सकिन्छ त सकिँदैन अब यसलाई के गरिदिने थोरै सिम्प्लिफाई गरिदिने भाइ बहिनीहरू हेर त मैले तल नि माथि नि 2 तल नि 2 थपिदिने भने तलपट्टि त यो भनेको त के हो भाइ बहिनीहरू sin 2x को फर्मुला सम्झिए त sin 2x को फर्मुला भनेको 2 sin x इन्टु 2 sin x इन्टु cos x हो कि हैन 2 र 2 त क्यान्सल आउट हुन्छ यहाँ के थपेको छ त केही पनि थपेको छैन लिमिट x टेन्ड्स टु 0 ल हेर त लिमिट x टेन्ड्स टु 0 2 डिवाइडेड बाइ के हुन्छ भाइ बहिनीहरू sin 2x - 1 बाइ x अब के गर्दियो भाइ बहिनीहरू एलसीएम लिदिने नि अब के गर्दिने एलसीएम लिदिने लिमिट x टेन्ड्स टु 0 है यहाँनिर हेर त x इन्टु sin 2x तिम्रो एलसीएम आयो 2 इन्टु x 2x माइनस के हुन्छ भाइ बहिनीहरू sin 2x हुन्छ बल्ल यो 0 बाइ 0 को फर्ममा गयो हो कि हैन हो 2 इन्टु 0 भनेको 0 माइनस sin 2 इन्टु 0 भनेको 0 0 डिवाइडेड बाइ 0 भनेको 0 बाइ 0 को फर्ममा गयो बल्ल हामीले के गर्न सकिन्छ भन्दाखेरि एल हस्पिटल रुल युज गरेर चाहिँ यसलाई चाहिँ के गर्न सकिन्छ फर्दर लिमिटलाई चाहिँ इभ्यालुएट गर्न सकिन्छ है अब फर्दर लिमिटलाई इभ्यालुएट गरिसकेपछि अबको नेक्स्ट स्टेप भनेको त के हो भाइ बहिनीहरू अब यसलाई सल्भ गर्न पर्ने हुन्छ है ल हेर त ल हेर त्यसपछि के छ भाइ बहिनीहरू लग वाइ इजिकल टु के छ लिमिट x टेन्ड्स टु 0 यहाँनिर हेर त लिमिट x टेन्ड्स टु 0 अब के गरिदिने भाइ बहिनीहरू डेरिभेटिभ गरिदिने है डेरिभेटिभ एक्चुअली फेरि माथिकै कुराहरू लेख्दिउँ है 2x - sin 2x छ डिवाइडेड बाइ के छ भाइ बहिनीहरू x इन्टु sin 2x छ अब के गर्दिने युजिङ एल हस्पिटल रुल एल हस्पिटल रुलले के भन्छ भाइ बहिनीहरू तल माथि नै के गर्छ डेरिभेटिभ गर्दै भन्छ डेरिभेटिभ अफ 2x भनेको भाइ बहिनीहरू 2x माइनस sin 2x को डेरिभेटिभ भनेको के हो cos 2x हो अब हेर त एंगलमा के छ 2x छ 2x चाहिँ रेस्पेक्टमा डेरिभेटिभ गर्नु पर्यो भाइ बहिनीहरू cos 2x आउँछ इन्टु 2x लाई फेरि के गर्नु पर्यो डेरिभेटिभ विथ रेस्पेक्ट x गर्दा चेन रुल लगाउनु पर्यो फेरि 2 आउँछ डिवाइडेड बाइ 2 अब यहाँनिर हेर त प्रडक्ट रुल यहाँनिर हेर त भाइ बहिनीहरू प्रडक्ट रुल लगाउनु पर्यो प्रडक्ट रुलमा के छ भन्दाखेरि x लाई मैले जस्ताको तस्तै राखेँ x लाई मैले जस्ताको तस्तै राखेँ sin 2x को डेरिभेटिभ गर्दा फेरि के हुन्छ भाइ बहिनीहरू cos 2x इन्टु 2 प्लस sin 2x लाई जस्ता जस्तै राख्छु sin 2x लाई जस्ता जस्तै x लाई डेरिभेटिभ गर्ने भने कति आउँछ 1 आउँछ है ल हेर त log y इजिकल टु लिमिट x टेन्ड्स टु 0 भाइ बहिनीहरू लिमिट x टेन्ड्स टु 0 2 - 2 cos 2x डिवाइडेड बाइ के छ भाइ बहिनीहरू 2x cos 2x प्लस कति छ भाइ बहिनीहरू sin 2x छ फेरि यसले चाहिँ के दिन्छ भाइ बहिनीहरू 0 बाइ 0 को फर्म दिन्छ 0 बाइ 0 हो कि हैन हो फेरि यसले 0 बाइ 0 cos 2x भनेको 2 इन्टु 0 भनेको 1 2 1 2 2 - 2 0 हुने भयो 2 इन्टु 0 भनेको 0 यो टर्म पुरै 0 भएपछि 0 प्लस 0 भनेको 0 0 बाइ 0 को फर्म आयो फेरि अब यसलाई हामीले के गर्न पर्ने हुन्छ भाइ बहिनीहरू एल हस्पिटल रुल लगाउनु पर्ने हुन्छ लगाइदिउँ त के छ log y इजिकल टु तिम्रो के हुन्छ भाइ बहिनीहरू लिमिट x टेन्ड्स टु 0 है 2 को डेरिभेटिभ भनेको कन्स्टेन्टको डेरिभेटिभ त 0 माइनस ल हेर त cos को डेरिभेटिभ के हो भाइ बहिनीहरू अगाडिको 2 जस्ता जस्तै छ 2 लाई अगाडि राखौँ cos को डेरिभेटिभ भनेको त के हो भाइ बहिनीहरू माइनस sin 2x इन्टु फेरि 2x को डेरिभेटिभ गर्ने भने कति आउँछ भाइ बहिनीहरू 2 आउँछ डिवाइडेड बाइ ल हेर त ल हेर त यहाँनिर फेरि के लाउनु पर्यो हामीले प्रडक्ट रुल लगाउनु पर्ने हुन्छ 2x ल हेर 2x लाई जस्तो जस्तै cos 2x को डेरिभेटिभ हामीले माथि भर्खर के लेखेको भाइ बहिनीहरू माइनस sin 2x इन्टु 2 हो कि हैन हो प्लस के छ भाइ बहिनीहरू cos 2x इन्टु फेरि के गर्नु पर्यो 2x को डेरिभेटिभ भनेको त भाइ बहिनीहरू 2 हो प्लस cos को डेरिभेटिभ भनेको त तिम्रो के हुन्छ भाइ बहिनीहरू मलाई भन्नु त cos को डेरिभेटिभ भनेको त के sin को डेरिभेटिभ भनेको त तिम्रो के हुन्छ cos 2x इन्टु 2 भयो ल हेर त अब के गर्ने भाइ बहिनीहरू log y इजिकल टु लिमिट x टेन्ड्स टु 0 है लिमिट x टेन्ड्स टु 0 2 - 2 इन्टु -2 भनेको प्लस 4 4 के हुन्छ भाइ बहिनीहरू हेर त sin 2x डिवाइडेड बाइ 2 चाहिँ कति हुन्छ भाइ बहिनीहरू -4x sin 2x त्यसपछि प्लस हेर त 2 cos 2x प्लस 2 cos 2x भनेको त तिम्रो कति आउँछ भाइ बहिनीहरू यहाँनिर हेर त 4 cos 2x आउँछ ल हेर त अब के छ लिमिटको भ्यालु हाल्देऊ log y इजिकल टु अब हेर त 4 इन्टु sin 2 इन्टु 0 भनेको त यो माथिपट्टि कति आउँछ 0 नि आउने भयो -4 इन्टु 0 इन्टु sin 2 इन्टु 0 हुने भयो प्लस 4 इन्टु cos 2 इन्टु 0 भनेको तलपट्टि कति आउने भयो 0 बाइ 4 आउने भयो है ल हेर त अब लिमिटको भ्यालु हालिसकेपछि यसलाई त तिमीले निकाल्न सकिहाल्छ log y इजिकल टु कति आउँछ भाइ बहिनीहरू 0 बाइ 4 आउँछ log y इजिकल टु तिम्रो कति आउने भयो 0 आउने भयो यतापट्टि यो log छ है log यतापट्टि आउँदा log छ यतापट्टि के हुन्छ log को अपोजिट भनेको के हो एक्सपोनेन्शियल फंक्सन हो e टु द पावर 0 y को भ्यालु तिम्रो कति आयो 1 आयो अब तिम्रो क्वेशनले y लाई चिन्छ त भाइ बहिनीहरू चिन्दैन y लाई त हामीले के मानेको हो सबै लास्ट टाइम यति गरेर लेखिदिने है 5 मार्क्समा सोध्यो भने तिमीलाई 3 मार्क्स अथवा 4 मार्क्स दिन सक्छन् है 5 मार्क्समा तिमीलाई यो क्वेशन सोधेको छ भने तिमीले लास्ट टाइम यति मात्र गरेर छोड्दियौ भने पनि 3 मार्क्स 4 मार्क्स आउन सक्छ है किनकि हामीलाई क्वेशनलाई त थाहा छैन नि त y भनेको त के हो क्वेशनले चिन्छ त भाइ बहिनीहरू चिन्दैन है y त हामीले के गरेको y लाई त हामीले लेट गरेको हो यहाँनिर हेर त लेट y इक्वल टु लिमिट x टेन्ड्स टु 0 tan x बाइ x पावर 1 बाइ x भनेको हो नि त है लास्ट टाइम अब यदि लेख्दियौ भने चाहिँ तिम्रो फुल मार्क्स आउँछ है देयरफोर लिमिट के छ भाइ बहिनीहरू लिमिट x टेन्ड्स टु 0 है लिमिट x टेन्ड्स टु 0 tan x बाइ x
10x बाई एक्स एक्सको पावर 1 बाई एक्स इजिकल टु यसको एन्सर कति आउँदो रहेछ 1 आउँदो रहेछ है। यसरी चाहिँ हामीले चाहिँ इन्डिटर्मिनेट फर्मलाई चाहिँ हामीले चाहिँ यसरी चाहिँ इन्डिटर्मिनेट फर्मको लिमिटिङ भ्यालुलाई चाहिँ हामीले के गर्न सक्दो रहेछ भाइ बहिनीहरू, यसरी चाहिँ क्यालकुलेट गर्न सक्दो रहेछ है। ल आजको भिडियोमा चाहिँ हामीले एउटा दुईवटा क्वेसनहरू थोरै डिस्कसन गऱ्यौँ है। बाँकी रहेको भिडियोमा चाहिँ अब तिमीहरूको रेस्पोन्स अनुसार चाहिँ के कस्तो रेस्पोन्स आउँछ है, त्यो अनुसार चाहिँ हामी चाहिँ बाँकी रहेको पुरै क्वेसनहरूलाई चाहिँ कसरी सल्भ गर्ने, इक्जाममा कसरी लेख्ने होइन। अब म्याक्लरन सिरिज भनेको के हो त्यो सबै डिटेल रुममा चाहिँ हामी नेक्स्ट भिडियो लिएर फेरि पनि उपस्थित हुनेछौँ है। त्यति बेलासम्म चाहिँ च्यानललाई लाइक सेयर सब्सक्राइब के गर्न सकिन्छ सबै तिमीहरूले गर्न सक्छौ। आजको लागि यति नै, हस् थ्याङ्क यू।